गुल्मी जिल्लाको सदरमुकाम तमघास आउनको लागि अहिले बुटवल तानसेन रुडी मोटर बाटो भएर आउनुपर्छ। तानसेन बुटवल खण्डमा पर्ने सिद्ध बाबाको पहिरोमा परि धेरै जनाले ज्यान गुमाउनु परेको छ। बुटवलबाट हिँडेपछि घर नपुग्दासम्म परिवारमा जुन त्रास हुन्छ त्यो यहाँ व्याख्या गरी साध्य छैन। यो बाटोको विकल्पको रूपमा सालझण्डी दुर्गाफाँट खर्जाङ तमघासको धेरै चर्चा सुन्नमा आएको छ। गएको संविधान सभाको चुनावमा पनि यो बाटोले धेरै नै चर्चा पायो। आज हामी माननीय सभासद चन्द्र भण्डारीको नेतृत्वमा उक्त बाटोको स्थलगत भ्रमणमा निस्किएका छौँ। यो भ्रमण दलमा गुल्मीमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू तथा जीविका गुल्मीका स्थानीय विकास अधिकारी हरिप्रसाद गेवाली र जिल्ला इन्जिनियर लालु गिरी समेत हुनुहुन्छ। राजनीतिक दलका प्रतिनिधिहरूमा नेपाली कांग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठ, त्यस्तै नेकपा एमालेका उपाध्यक्ष मधुकृष्ण पन्त, एकीकृत नेकपा माओवादीका अर्जुन बुढा, राप्रपाका अध्यक्ष भरतबहादुर चन्द, नेकपा एमालेका टिकाराम ढकाल, नेपाली कांग्रेस क्षेत्र नम्बर 2 का सभापति अशोक थापा लगायतको उपस्थिति रहेको छ। यो भ्रमण दल तमघासबाट 11 बजे उक्त स्थानको लागि प्रस्थान गरेको थियो। हामी तमघासबाट सिमिचौर, राङबास हुँदै सौरी खोलामा पुगेका थियौँ। राङबासबाट अगाडिको जुन बाटोहरू छ यो धेरै नै घुम्टी परेकोले यसलाई काट्न पर्ने देखिन्छ र यो हामी बाटोमा देख्न सक्छौँ। यो कुमाल गाउँ यति रमणीय स्थलहरू हामीले यो बाटोमा देख्न पायौँ। यो बाटोलाई पछि हामीले पर्यटकीय मार्गको रूपमा पनि विकास गर्न सक्यौँ भने यो क्षेत्रमा पर्यटक आन्तरिक तथा बाह्य पर्यटकहरूलाई पनि भित्राउन सकिने प्रचुर सम्भावना देख्न सकिन्छ। यो बाटो हामी देख्न सक्छौँ त्यति सजिलो छैन। यो बाटोमा विभिन्न स्थानमा कोही हिलो, कोही ढुङ्गा, कोही पहिरो लाई हामी झेल्दै हामी अगाडि बढिरहेका छौँ। माननीय सभासद चन्द्र भण्डारी जसको नेतृत्वमा हामी यो अहिले भ्रमण दलमा आएका छौँ र स्थानीय विकास अधिकारी हुनुहुन्छ। त्यस्तै जिल्ला इन्जिनियर लालु गिरी पनि हामी साथमा हुनुहुन्छ। यो हिलो बाट हामी यो गाडीलाई पार गराउने तयारीमा छौँ र यो हिलोमा लगभग हामी आधी घण्टाको कसरत गर्नु परेको थियो। यो ठाउँबाट हामीले गाडीलाई निकाल्नको लागि यहाँ हामी देख्न सक्छौँ नेपाली कांग्रेसका उपसभापति भुवन प्रसाद श्रेष्ठ जो गाडी फसेपछि गाडी निकाल्नको लागि कसरत गरिरहनु भएको छ। हामीले गाडीलाई यहाँ धेरै बेरको प्रयासपछि निकाल्यौँ र हामी अगाडि बढ्यौँ र हामीले बाटोमा एकजनालाई भेट्यौँ र हामी सोध्छौँ उहाँलाई
दुर्गा फाँट जाने कता हो दुर्गा फाँट जाने पनि यति हो पालीबाट हैन यसलाई के हो यो ठाउँलाई के भन्छ यहाँलाई यसलाई यो सौरी खोला हैन सौरी खोला भन्छ हो के सौरी खोला धेरै छ त पानी यो खोला सौरी खोला हो र यही सौरी खोला हुँदै 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 हामी दुर्गा फाँट तिर लाग्दैछौँ र हामी दुर्गा फाँटको नजिकै आइपुगेका छौँ र यो क्षेत्र हो दुर्गा फाँट क्षेत्र। यति रमणीय स्थान देख्न सक्छौँ हामी। यो दुर्गा फाँट एकदमै रमणीय स्थल छ। यहाँ हामी केही बेर अन्तर्क्रिया कार्यक्रम पनि गरेका थियौँ। माननीय सभासद चन्द्र भण्डारीले आफ्नो आइप्याडमा यो क्षेत्रको दृश्यलाई कैद गर्दै हुनुहुन्छ। नेकपा एमाले गुल्मीका उपाध्यक्ष मधुकृष्ण पन्तले यस क्षेत्रमा आफूलाई भएको जानकारी गराउँदै हुनुहुन्छ। भ्रमण दलमा सहभागी अरू थकित मुद्रामा तस्बिर खिचाउँदै हुनुहुन्छ भने सभासद चन्द्र भण्डारीले यसको बारेमा केही जानकारी लिँदै हुनुहुन्छ। हामी यति बेला अहिले पाली गाविसको कोलनाडा भन्ने स्थानमा छौँ र यहाँ हामीसँग अर्घाखाँची जिल्लाका जिल्ला स्तरीय तथा गाउँ स्तरीय नेताहरू पनि आइपुग्नु भएको छ र यही स्थानमा हामी यस बाटोको बारेमा अन्तर्क्रिया कार्यक्रम पनि गरिरहेका छौँ र अर्घाखाँचीबाट आउनुभएका र गुल्मीका स्थानीय स्तर र जिल्ला स्तरीय नेताहरूले जुन परिचय कार्यक्रम समेत गर्नुभएको छ। यस परिचय कार्यक्रम पश्चात भएको अन्तर्क्रियाबाट हामी विभिन्न धारणाहरू बनाउनका लागि सफल भएका थियौँ।
त्यहाँ तल चाहिँ त्रिवेणी भन्ने जहाँ छ यहाँ तल त्यहाँबाट चाहिँ यही दुर्गा फाँट हुँदै यहीँ छैन यी 3टा पोइन्ट अहिले हामीले भेटाएका फर्स्ट पोइन्ट कुन भन्नु उही पटौटीमाथि देउरालीबाट झर्नेबाट यही बाटोमा जोडेर भोलि प्राविधिक हिसाबले फर्स्ट कौन हुन्छ त्यो नापनाप गरेर थाहा हुने भयो र हामीले अहिले तम्घास जोड्नलाई 3टा विकल्प एउटा नियालीबाटै एउटा पटौटीबाट तल खोला झरेर एउटा मैदानको पोखरबाट यहाँ पोखरबाट ढोरपाटन नियरीमा आछ हैन ढोरपाटन आयो सर ढोरपाटन यही टाकुरा पुलतिर ढोरपाटन आयो एउटा कुरो भन्नु त जुन पोइन्टबाट हामी उता पाल्पा ढोरपाटन यता आउँछ त्यो पनि देउराली हो त्यो पोइन्ट हो नि कहाँ त्यो हो नि देउराली नियल देउराली त्यहाँबाट देउराली पटौटी गाविस पटौटी गाविस छलवटामा निगाली भन्छ अनि त्यहाँबाट उता लाएपछि हामी चाहिँ अब फर्जिङ लाँदै त्यो नियल देउरालीबाट पाल्पा सिमाना जानु 5-7 किलोमिटर मात्रै हो 5 होला बढी भयो पाल्पा सिमाना नियल देउरालीबाट पाल्पा सिमाना जानु पाल्पाको सिमाना जानु त्यो ढोरपाटनबाट नियरी देउरालीबाट साधनले कति किलोमिटर हो 32 म मोटरसाइकलमा हिँडिरहन्छु 32 बाट बुटोल 23 बुटोल 23 हैन तपाईँले भनेअनुसार मैले यो बुझेँ त्यहाँबाट खसेर त नाप्या छैन त्यहाँबाट म मोटरसाइकल यहाँबाट ढोरपाटन रोड भयो त्यहाँबाट खसेर देउरालीबाट सालजनी जानला अब यहाँबाट अलिकति क्लियर भएपछि यो पाल्पा जाने बाटो पाल्पा जाने यता 3 डिग्री भयो यो हामीले भने अनि यो हामी अब यता तपाईँले त्यहाँ भन्ने त पोखरा त हुँदै यहाँ यो सोझो बाटो भयो हैन यो सोझो भन्नुभयो होइन 3टा गाविसलाई समेट्ने पनि यो भन्नुभयो 3टा गाविसलाई फेरि समेट्ने बाटो अब हामीलाई के भन्नु छ भने यहाँबाट यो हुँदै यहाँ दुर्गाफाट आउन कति किलोमिटर यो कति किलोमिटर होला यो ट्र्याक खुलेको बाटो हो यो खुले यही बाटो यही बाटो हो के यही बाटो डन्ड हाम्रो पोखरा थकामा यही बाटोले काम गर्छ त्यसपछि अलिकति अहिले हामी कुन बिन्दुमा छौँ यसको बाटो भन्नुहोस् न यो छोटो हामी त यतापट्टि भयो यता भयो नियाली हो तपाईँ दुवैजना आयो तपाईँले जो भन्नुभयो नि एउटा यो बस्ती समेटेर आउने एउटा गुल्मी जानका निम्ति सबैभन्दा सर्ट रुटहरू के हुन सक्ला जसरी उहाँले 2टा मोडलहरू 3टा मोडल बताउनु नि तपाईँले पछाडिबाट भन्दै हुनुहुन्थ्यो भन्नुहोस् होइन यसो अब यहाँ उहाँ दाइले भनेको कुरो पनि अब त्यहाँबाट सिधै ल्याएर यता तिर्मिन ल्याएर खोला भन्ने पनि बाटो अब यताबाट ढोरपाटन नियालीबाट पोल आउँछ होइन यहाँ पोखरा आएर पनि हुन्छ उता नियालीबाट पोखरा तक ल्याएर यो ल्याउने बाटो पनि त्यति टाढा पर्दैन त्यो पनि सुटेबल हुन्छ भन्ने हामीले खास यो यहाँबाट पोखरा तकसम्म खुलेको छ यो बाटो भन्ने खुलेको छैन त्यो चाहिँ यो बाटो ढोरपाटनले समेट्ने पनि भयो होइन त्यसले गर्दा यो बाटो यतापट्टि ढोरपाटनले पनि नसमेटेको यो बाटोले पनि अब लामो पनि नपर्ने यताका जनता पनि लाभारिस हुने आखिर बाटो खोलेपछि त सबै एक ठाउँ जङ्गलमुखी नभएर अरू जनतालाई दिँदाखेरि पनि दाइ चन्द्रदाई तपाईँहरूको अब सबै अरू खाँचीको गुल्मीको पहलो खन्ने नि त चन्द्रदाई आउँदा पनि यो बाटो यो उहाँको पहलो खन्नेको भन्दा हामी पनि बोल्न पाउने भयो भने त तपाईँलाई पनि सहज हुन्छ कि भनेर हामी त्यसरी बताएको छ एक्चुअली के हो भने यो थोरै लामो पर्छ यो पोखराबाट भन्ने थोरै लामो पर्छ जस्तै यहाँ पोखरा आएर यसमा मिसाउने भन्ने अलिकति लामो पर्छ चोरा हुँदै आउने भन्ने त्यहाँ खुलेको छैन त्यो थोरै छोटो पर्ला हामी नियाली बिन्दुबाट सुरु गरौँ होइन थोरै छोटो पर्ला तर यताको यो बाटोले धेरै मान्छे पनि आउने भोलि हामी मान्छेसँग भेट भयो त्यतासँग भेट भयो नियाली बिन्दुमा हामी एकछिन नियाली पुग्यो भने सक्छौँ नियालीबाट एउटा अप्सन हुने भयो तपाईँ पोखरा तर्नेटा भन्ने ठाउँ तर्नेटा भएर घुम्ती पाल्पा मिसिन पोखराथोक गाविस गाविस एउटा यो बाटो कहाँ आउँछ दर्नेटा भयो दुर्गाफाटी आयो यस्तो गरेर दुर्गाफाटी आएर यहीँ आएर त बासादोखो भन्नु पहिले बाँसको यो प्रसिद्ध ठाउँ नै हो दुर्गाफाट यसले यो पनि 3टा गाविसलाई समेट्यो यो पनि प्रसिद्ध ठाउँमा आउने यो हो सर यो बाटो खन्दा जनताहरूबाट कुनै अब्जेक्सन हुन्न एकदम त्यसमा त एकदम सहज हुन्छ सर भनेपछि यो बाटो आइसक्यो हाम्रो खिदिम
यो बाटो भएपछि सबैभन्दा छोटो पनि यही भयो सर के हो भने दर्नेटासम्म आउने नि हामीलाई चाहिँ खन्न पर्ने हो दर्नेटा यता त हाम्रो यही बाटो हो 5-6 किलोमिटर 5-6 मिटरको बाटो त हाम्रो छँदैछ यहाँ नियल देउराले यहाँ हो कि मैले अर्को कुरा सोध्छु अब हामी यो यहाँ दुर्गा फाटबाट यो बाटो जाने कि यो तलबाट लैजाने त्यो त आफ्नो सल्लाह के होइन त के हो त्यो अब यो बाटो के राखेको यो छ तपाईँ सायद त्यही बाटो आउनु यो अलि ठाडो पनि छ मिलाउन सके यही ठिक यहाँ दुईटा गराउनु भन्दा यो बाटो पनि त्यस्तै माटो पनि त्यस्तै छ यो मिल्छ भने सर अब यहाँ खन्दाखेरि तलतिर मात्र बाटो पनि यताउति गर्न भन्दा यही ठिक हाम्रो गणेश गौतमले यहाँ तल खनेका मिल्दैन भने अब तलतिरबाट लाँदाखेरि पनि त्यति असर पर्दैन तलबाट तपाईँले त बडा सुनि आएर हेर्नु विवाद त तलबाट लाँदा पनि पर्दैन विवाद बाटो यस्तै भूगोल यस्तै हुँदाखेरि यही लगाएर यता लाँदाखेरि बलियो भूगोल कमजोर भूगोल यतापट्टि बाटो अलिकति खलिए पनि छ ट्याक त्यसलाई त फर्जिङबाट यता कहाँसम्म यहीबाट खर्च हुन्छ नि त यहीँबाट खर्च हुन्छ त्यसलाई ग्रेड मिलाउनु पर्ला त कोही कोही ठाउँ बाटो जाने सोझा गर्न पर्ला होइन अनि यहीँबाट खर्च तलबाट खर्जिङसम्म पनि खोलिसक्यो खोलिले हामी यहाँ रेडी जान्छौँ लासा लिएर रिजर्भ पर्यो भने हामी ठुलो बनाउनु 2 किलोमिटर अझै एउटा कुरो गर्नु त यहाँ चाहिँ बाँसा रुखा होइन बाँसा रुखबाट हामी यहाँ भएर यो तलको पोइन्ट चाहिँ खोला हुँदै खर्ज्याङसम्म चाहिँ कति होला टेन्टेटिभ त्यसको त नाप्य छैन त्यसको नर्सरी हेर्नु मान्छे थाहा छ यसो अन्दाजी यहाँ खोलादेखि यहीँबाट सर टोल सालजन्डी 25 त्यसपछि नियल देउराली बासाका रुखले यहाँबाट सात छ राख्नु छ लेख्नु त्यहाँबाट हाम्रो तमघास त्यहाँबाट 14 हामी पर राङबासम्मदेखि थियो अहिले हामी यहाँ 28 आइयो 28 हामी यहाँ भएको अन्तर्क्रिया कार्यक्रमलाई सम्पन्न गरी पुनः अगाडि बढ्दैछौँ। यो दुर्गाफाट क्षेत्रको सिस्ने पुलदेखि पनि अगाडि हामी बखोर भन्ने स्थानतिरको लागि हामी प्रस्थान गरिसकेका छौँ। यो बखोर भन्ने स्थानमा जानको लागि धेरै अप्ठ्यारो बाटोहरू पार गर्दै हामी बखोर भन्ने स्थानमा पुगेका हौँ। यो बाटो हामी देख्न सक्छौँ सालजन्डी अर्घाहाँची सन्धिखर्क ढोरपाटन बाटो हो र यो बाटो अहिले पूर्ण रूपमा सञ्चालित छ र यो अहिले गाडी आइरहेको छ। यो सन्धिखर्क बाटो सालजन्डीको लागि जाने गाडी हो र हामीले यो ढोरपाटन को लागि खनिएको जुन बाटो छ यो बाटो त हामी छोइसकेका छौँ, तर यहाँ स्थानीयहरूसँग फेरि हामी अन्तर्क्रिया गर्दाखेरि यहाँका स्थानीयवासीहरूले यो बाटो पनि सालजन्डी तमघासको लागि उपयुक्त छैन र अलिकति लामो हुनसक्छ भनेपछि हामी पुनः यो बाटो हेर्नको लागि निगाले देउराली भन्ने स्थानतर्फ हामी अगाडि जाँदैछौँ। यो बखोर भन्ने
ठाउँमा हामी छौँ र सालझन्डीबाट यहाँसम्म 47 किलोमिटर 47.5 किलोमिटर बाटो तय गरिएको छ र हामीलाई जहाँसम्म जानकारी भएअनुसार यो बाटो अलिकति लामो हुने भन्ने थाहा भएअनुसार हामी पुनः अगाडि बढिएको हो। यो बाटो हो सालझन्डी सन्धिखर्क ढोरपाटन। हेर्दा लाग्छ धेरै नै मेहनत गरेर बनाइएको यो बाटो हो। डबल लेनको बाटो, जहाँ पनि डबल लेन र टर्निङमा तपाईँको 4वटा गाडीसम्म अट्ने खालको बाटो बनाइएको छ र बर्खामा यदि माथिबाट पहिरो खस्यो भने पनि गाडी रोकिँदैन र यदि तलबाटै पहिरो गयो भने पनि गाडी रोक्ने अवस्थामा छैन। बडो मेहनतको साथ एकदम फराकिलो हिसाबले बनाइएको बाटो छ यो। हामी अगाडि बढ्दै गर्दाखेरि जो हाम्रो गाडीको जुन टायर पङ्चर भयो र हामी केही बेर यहाँ विश्राम गरिएका थियौँ र यहाँ हामी देख्न सक्छौँ हेल्थ पोस्ट इन्चार्ज उहाँलाई पनि अलिकति थाहा छ यसको बारेमा। उहाँ पनि गुल्मी निवासी हुनुहुँदो रहेछ र उहाँले पनि यो बाटोको बारेमा जानकारी दिँदै हुनुहुन्छ। जुन तपाईँ बाटो आउनुभयो यो अलिकति लामो छ र तपाईँहरूलाई जानको लागि निगाले देउरालीदेखि सिधै तलपट्टि दुर्गाफाँटमा झर्न सक्नुहुन्छ र दुर्गाफाँटमा नगइकन जुन अझै अर्को बाटो पनि छ र छोटो बाटो तपाईँ सिधै खर्जाङ जान पनि सक्नुहुन्छ र त्यसको लागि पूर्ण रूपमा ट्र्याक पनि नबनेको अवस्था हो, बाटो बनाउनु पर्छ भनेर उहाँले उक्त बाटोको बारेमा हामीलाई जानकारी दिँदै हुनुहुन्छ। र यस्तै हाम्रो गाडी अहिले पङ्चर भएर बनाउने प्रक्रियामा छ र यो हामी बाटो यो पङ्चर बनाएपछि फेरि पुनः हामी यो बाटोको निरीक्षणको क्रममा हामी फेरि पुनः अगाडि बढ्नेछौँ। यति बेला हामी निगाले देउराली भन्ने स्थानमा आएका छौँ। निगाले देउराली यो यस्तो चौराहा हो, यहाँबाट चारैतिर जान सकिन्छ र स्थानीयहरूले हामीलाई दिएको जानकारी अनुसार तम्घास सालझन्डी तम्घासको लागि पनि यो चाहिँ एउटा चौराहा हुनसक्छ र यहाँबाट हामी खर्जाङको लागि अगाडि बढ्न सक्छौँ। सालझन्डीबाट 32 किलोमिटरको दूरीमा रहेको यस निगाले देउराली सम्म पनि घुम्टीहरू परेकोले यदि यो घुम्टीहरूलाई अझै पनि घटाउन सक्यो भने 1-2 किलोमिटर अझै कम हुने र 30 किलोमिटरमा हामी सालझन्डीदेखि यस निगाले देउराली भन्ने ठाउँमा आउन सक्ने भन्ने जानकारी स्थानीयवासीहरूले दिनुभएको छ र यो हामी बाटो देख्न सक्छौँ। अत्यन्त फराकिलो बाटो, ढोरपाटनको बाटो र यहाँबाट श्रीनगर यातायात व्यवसाय समितिद्वारा सञ्चालित गाडीहरू नियमित रूपमा चारैतिर जाने गर्छन् र यो बाटो हामी हेर्दाखेरि यति मेहनत गरेर बनाइएको छ। 2वटा गाडी सजिलै जुनै पनि ठाउँमा पार गर्न सक्ने हिसाबले बनाइएको बाटो छ र यहाँबाट जम्मा 32 किलोमिटरको दूरीमा सालझन्डी रहेकोले यस क्षेत्रबाट पनि हामी खर्जाङ जानको लागि एउटा उपयुक्त मार्ग हुन सक्छ। तर यहाँ पनि एउटा अन्तर्क्रियाका कार्यक्रम फेरि स्थानीयवासीहरूसँग भएको छ र त्यो स्थानीयवासीहरूको भनाइअनुसार एउटा त यस बाटोबाट पनि जान सकिने जानकारी प्राप्त भएको छ भने यहाँ नै नआइकन पणेना डाँडाकटेरी हुँदै पनि जाने भन्ने खालको भनाइ आएकोले फेरि उक्त बाटो हेर्नको लागि हामी त्यसतर्फ जाने तयारीमा छौँ। यस निगाले देउरालीका स्थानीयवासीहरूसँग पनि केही बेर अन्तर्क्रिया कार्यक्रम गरियो र यहाँका लब्ध प्रतिष्ठित व्यक्तिहरू जो निगाले देउरालीका हुनुहुन्छ उहाँहरूसँग सभासद चन्द्र भण्डारीले केही जानकारी लिँदै हुनुहुन्छ र यसै बिचमा हामी प्राविधिक कार्यालय प्रमुख लालु गिरीसँग केही कुरा गर्नेछौँ। यो सालझन्डी प्राविधिक हिसाबले कस्तो मान्नुभएको? जस्तै हामी अहिले 2-3टा बाटोहरू हेर्दै आयौँ, यो प्राविधिक हिसाबले यो सम्भव छ छैन र कस्तो मान्नुभएको छ हजुरले? सरस्वती हेर्दाखेरि सालझन्डीबाट
निगाली देउराली भन्ने स्थानमा यो झन्डै 34-35 किलोमिटरमा भएको छ। यो सालजनदेखि ढोरपाटनको एउटा बिन्दु हो। यो बिन्दुबाट हामी कहाँ दुईटा अप्सनहरू छन्। एउटा चाहिँ बरबोटदेखि हामी यहाँ दुर्गापाट हुँदै हामी खर्ज्याङ जान सक्छौँ भने अर्को भनेको यहीँबाट सिधै खर्ज्याङ पनि जान सक्छौँ। यसरी सरसर्ती हेर्दा हामीलाई तम्घासदेखि रिडी हुँदै पाल्पाबाट बुटोल जानलाई जति 114 किलोमिटर बाटो छ त्यसमा हामीले खर्ज्याङ हुँदै हामी यो निगाली भन्ज्याङ हुँदै हामी यहाँ सालजन्डी गएर बुटोल जान सक्यौँ भने झन्डै 25 किलोमिटर जतिको सेभिङ हुनसक्छ जस्तो मलाई लाग्छ। यो अहिले जुन हामीले देखिरहेको छौँ बाटो पनि ठुलो छ र यो खर्चको हिसाबले पनि बाटो बनाउन अलिक कम पनि लाग्ला जस्तो देखियो। के छ यसमा तपाईँको प्राविधिक चाहिँ के हुन्छ खास अनुमान चाहिँ? यसमा यो जेनरली यसको रोडको एलाइनमेन्ट हेर्दा सम्पूर्ण एलाइनमेन्ट हामी हेर्न पाइरहेका छौँ। झन् आधा एलाइनमेन्ट हामीले हेरिसक्यौँ। आधा एलाइनमेन्टमा पनि धेरै जसो एलाइनमेन्ट रिज एलाइनमेन्टबाट भएको हुनाले केही ठाउँमा भ्यालीमा चाहिँ गएको यो रोड छ। त्यसकारण यसमा चाहिने स्ट्रक्चरहरू अलिक कम लाग्ने र रिज एलाइनमेन्ट भएको हुनाले यसको खर्चिलो चाहिँ कमी पनि हुन सक्छ। हामी अहिले देउराली भन्ने स्थानमै छौँ र नेपाली काङ्ग्रेसका उपसभापति श्री भुवन प्रसाद श्रेष्ठले स्थानीयहरूबाट प्राप्त जानकारीलाई टिप्पोट गर्दै हुनुहुन्छ र बाटोको लम्बाइको बारेमा मूल्याङ्कन पनि गर्दै हुनुहुन्छ। कुन बाटो छोटो पर्छ र कुन बाटोलाई हामीले अन्तिम रूप दिन सक्छौँ भन्ने विषयमा र चन्द्र भण्डारी पनि सँगै हुनुहुन्छ र अन्य राजनैतिक दलका नेताहरू पनि उहाँसँग सँगै हुनुहुन्छ र यसै विषयमा अहिले हामीसँग स्थानीय विकास अधिकारी हरिप्रसाद गेवाली हुनुहुन्छ र म उहाँलाई प्रश्न गर्दैछु। हामी धेरै सुनिरहेको छौँ र आज जुन प्रत्यक्ष अहिले न्युजमा पनि आउनु भएको छ स्थलगत अहिले भ्रमणमा के पाउनु भएको छ? यो बाटो सम्भव छ त यो सालजन्डीदेखि तम्घासम्मको लागि? अब यो हामी अहिले प्रयोग गरिरहेको तम्घास रिडी तानसेन सडक त्यो आफैमा पनि गुल्मीको लागि घुमेर आउनुपर्ने र 114 किलोमिटर बाटो र बर्खामा चाहिँ अलि रिक्सवाला बाटो भन्ने कुरो चाहिँ हामीले भोगिरहेको छ। त्यसको विकल्प बाटो चाहिँ तयार गर्नुपर्छ घुम्नुको लागि। विशेष गरी सदरमुकाम जोड्नलाई अब कति छोटो हुनसक्छ यसको कस्तो छ भन्ने हिसाबले हामी सर्वदलीय सर्वपक्षीय टिम चाहिँ अहिले हेर्दैछौँ। मलाई लाग्छ यो अहिले हामी जुन बाटो आयौँ त्यो चाहिँ केही घुमहरू देखिएको छ। तर यो सालजन्डीबाट यो अहिले हामी जहाँ छौँ यो देउराली निगाली देउरालीमा त्यहाँबाट दुर्गापाट हुँदै खर्ज्याङ गएर अलिक छोटो बाटो हामी तम्घास जान सकियो भने मलाई लाग्छ अहिले युज गरिरहेको बाटोभन्दा 25 देखि 30 किलोमिटर घट्न सक्यो भने यसलाई हाम्रो विकल्प रूपमा हुन सकिने स्थिति रहन्छ। अब यहाँ कुन बाटो छोटो हुन्छ त्यसलाई हामी हेरेर सबैले चाहिँ गएर छलफल गरेर एउटा डिसिजन धन्यवाद। यति बेला हामी देख्न सक्छौँ सभासद चन्द्र भण्डारीसँग स्थानीयवासीहरू बडो कौतूहलताका साथ कुरा गरिरहेका छन् र अहिले हामीसँग सभासद चन्द्र भण्डारी हुनुहुन्छ र म उहाँसँग कुरा गर्न गइरहेको छु। सालजन्डी तम्घास मोटर बाटो भनेर जुन तपाईँको जुन गएको चुनावमा यति धेरै सुनियो र अहिले भर्खर तपाईँसँग सँगै आएर यो जुन स्थलगत भ्रमणमा पनि देखिएको छ यो बाटो र हजुरले पनि हेर्नु भएको छ यो बाटो के छ त यो तम्घाससम्म जानको लागि कतिको सम्भव देख्नुभयो र यो कहिलेसम्म पुरा हुन्छ होला सम्भव भयो भने? अहिले यसको बारेमा हामी सबै राजनीतिक पार्टीका साथीहरू पत्रकारहरू कर्मचारीहरू हामी सबै आएर यसको बारेमा स्टडी गर्दा मैले पहिला सुनेभन्दा म यति धेरै आशावादी यो बाटोको बारेमा भएको छु र यति छोटो बाटो मैले बोलेभन्दा छोटो बाटो अहिले पनि पाएको छु। यो आधारले हेर्दाखेरि हामीले यही नै आर्थिक वर्षमा यसलाई राष्ट्रिय योजनामा हामी राखेर अत्यन्तै द्रुत गर्नमा गुल्मी जनताहरूलाई मालुङका जनताहरूलाई वा गुल्मीको विकास वा अर्घाखाँचको विकास वा पाल्पाको विकास यो क्षेत्रको भेगको विकासका निम्ति नै हामीले नयाँ बाटोहरू
बनाउनेतिर छौँ र म अत्यन्त धेरै आशावादी छु। जस्तो हामी अहिले यो देउरालीमा छौँ अहिले यो बाटो यहाँबाट पनि 2-3टा बाटो छ र सुन्नमा आएको छ सालजण्डीदेखि सिधै खर्जाङ पनि बाटो जुन एउटा ट्र्याक खोलिएको छ भन्ने छ। कुन चाहिँ बाटो सम्भव होला जस्तो लाग्छ होला? हामीलाई बाटोहरू अलरेडी धेरै जसो बाटोहरूमा ट्र्याकहरू खोलेको हामीले पायौँ, चाहे देउरालीको होस् चाहे डाइरेक्ट सालजण्डीबाट खर्जाङ आउने बाटोहरूमा होस् र हामीले खर्जाङबाट जाने सालजण्डीबाट खर्जाङ डाइरेक्ट जाने बाटो बढी उपयुक्त र छोटो हुने मैले आफूले पाएँ। कहिलेसम्म तम्घासवासी अथवा गुल्मेली जनताहरू यो बाटो हिँड्न सक्लान् जस्तो लाग्छ? मैले अहिले भर्खरको स्टडी अनुसार हामी 2-3 वर्षमा हामी गुल्मीको जनताहरूलाई हाइवेसित जोडेर दोहोरो मोटर चल्ने बाटो बनाउन सक्छौँ जस्तो मलाई लाग्छ। हस्, धन्यवाद।
लामो पर्छ यता यो छोटो देखियो भने यो लामो पर्छ सेनो लामो यो लामो पर्छ किनभने तला छ यहाँ ठुलो पनि छ होइन यो ठुलो छ सबभन्दा लामो पर्छ यो तल चलामा त ट्र्याक र भिजुअल त्यहाँ हेर्नुहोस् बाटो ठाडो पर्छ कति घुम्ती पर्छ त्यो हिसाबले चलाउनु बाटो उकालोमा पाहाड हो अरू सानो जाम के गएर बच्चा होइन त्यहाँ छ भने ल छिटो पोखरा थोक गाविस हरिहर पाठशाला 128 वर्ष पुरानो पाठशाला नेपालको इन्टरमिडिएट पढाइ हुने